신고할 테니까 계속 있어요. 아, 도망가지 말고 있어요. 겁납니까? 예? आफू चाहिँ जोडी नबनाउने अनि अरूको जोडीलाई हेरेर कुरा काट्ने डाहा गर्ने बानी चाहिँ राम्रो होइन खासमा होइन रमाइलो रहेछ है डाँडामा बसेर तल हेर्नको लागि बिचमा डम्बरू पनि छ हेलो गाइज यतिखेर चाहिँ रातिको 7 बजिसकेको छ र यतिखेर ठ्याक्कै हामी चाहिँ बुसानमा छौँ र यो बुसानको एकदमै प्रसिद्ध क्षेत्र एकदमै पर्यटकीय क्षेत्र भाङरेङ सान घुम्नको लागि हामी आइसकेका छौँ। किन यति राति भन्ने पनि होला होइन, माथि पहाडबाट चाहिँ तलतिर बुसान सहरको दृश्य एकदमै रमणीय देख्ने भएको कारणले यतिखेर हामी हङरेङसँग जाँदैछौँ र हङरेङसानदेखि बुसान हेर्नका लागि आउने मानिसहरू धेरै हुनुहुन्छ होइन। अगाडि जाँदै हुनुहुन्छ, कोही हेरेर फर्किने क्रम पनि त्यत्तिकै जारी छ र हामी जाँदैछौँ। हिँड्ने क्रम छ, आधी बाटोसम्म चाहिँ हामीले ट्याक्सी चढ्यौँ, त्यस पछाडि चाहिँ माथितिर ट्याक्सी नजाने भएको कारणले हिँड्दै आउँदैछौँ। यो देख्नुहुन्छ यो एकदमै ठुलो जङ्गल हो, यो सबैदेखि चाहिँ ठुलो जङ्गल हो होइन र जङ्गलको बिचमा बत्ती राखेको रहेछ र यही बत्तीको माध्यमले उज्यालो हुन्छ र हाम्रो ग्रुप पनि 2 जना आइरहेछ। कस्तो लागिरहेछ ल? रमाइलो, एकदम रमाइलो, मात्र रमाइलो झकास। तरुनीहरू हेर्नु पाइएको छ। अब उहाँ चाहिँ खासमा 40 वर्ष तरुनी हो होइन। हुन त अब हामी आन्टी लपर मान्छेलाई पनि अब यतिको चल्छ, जस अब नचले पनि बाध्यताले चलाउनु पर्छ है है। अलिक बढी नै बोलियो क्या फेरि यो बेला चाहिँ आयो हो ल। यो चाहिँ यतादेखि तल्लोदेखि आउने चाहिँ माथि के अरे दर्शन गरेर आइसक्यो हो र यो लाइन हाम्रो लाइन भनेको चाहिँ यो लाइन देख्नुहुन्छ, यो जाँदै गरेर चाहिँ हामी माथि दृश्य अवलोकन गर्नको लागि हामी जाँदैछौँ। जाने एकदम छ र देख्नु सक्नुहुन्छ यति राम्री सुन्दरी पनि आउँदो रहेछन् होइन र हामी पनि जाँदैछौँ। प्रायः जोडी आउने रहेछ र हामी चाहिँ 3 जना आएको छौँ। यतापट्टि रन्दा 3 जना आएको छौँ, एकदमै बिजोडी। सधैँभरि बोल्दा आफै बोलेर होइन आफ्नो थप्रा देखाएर भिडियो बनाएर कसैले हेरेन। आज चाहिँ म सबैको चाक देखाउँदै भिडियो बनाउँछु, कतिको भ्युज आउँदो रहेछ होइन। हेर्नुहोस् कसको चाक ठुलो, कसको चाक सानो, कसको मिलेको। यो दिदीको चाकमा यो के झुन्डाको फुर्कु, यो अर्को दिदीको चाकमा यो झोला रहेछ। यो दिदी चाक होइन यता अलगमा हामी डाँडामा आइपुगेछौँ कि है ल। यो दिदीको चाक यता होइन, माथि जाउँ माथि। ह्याङराङसान ल लास्टमा चढौँ बुबा चढौँ। हङरेङसानबाट नाइट भ्यू एकदमै राम्रो देखिरहेको छ होइन। म माथि आइपुगेछु देखेर बेलाको 8 बजिसकेको छ। यहाँबाट अलिकति उस होइन, यहाँबाट अलिकति के क्लियर छैन राजा, फोटो खिचिदिनु त। क्लियर छैन यहाँबाट क्लियर छ, पुरै फुल भ्यू आछ। यति रमाइलो बुसान, आहा स्वर्ग। वाह 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 कस्तो लागिरहेछ एकदम यसो मात्र हिजो नि क्या। हङरेङसानदेखिको दृश्य हेरिसकेर हामी चाहिँ झर्दैछौँ बेलुकाको र त्यसको साथसाथै 8 बजिसक्यो। रमाइलो भयो होइन। त्यसको साथसाथै चुवाक केटीहरू पनि, कोरियन केटीहरू पनि धेरै देखियो। कति हो आँखा फुटिन्जेल। अनि एउटाले चाहिँ अनि कोरियनको चाक हेरेर ऊ आफ्नो चाक थाम्दैछ यसरी हो। त्यसको चाक त मेरोभन्दा राम्रो थियो। गाह्रो छ क्या, गाह्रो छ। अनि आजको कस्तो हङरेङसानबाट आएर दृश्य हेऱ्यो, कस्तो लाग्यो? हङरेङसान दामी दामी, स्वर्ग भन्दा नि हुन्छ। एकदमै पहाडमा माथि हावामा टपमा बसेर एकदम रमाइलो, एकदम
खतरा दृश्य देखियो। जस्तै हामी जस्तो गाउँमा हुर्केको पाहाडमा जन्मे हुर्केको मान्छेलाई चाहिँ यो ठाउँ झनै प्यारो लाग्छ होइन एकदम आफ्नै गाउँठाउँ नेपाल जस्तो जस्तै लाग्छ। आफ्नै गाउँठाउँ जस्तो आफ्नै जन्मभूमि आफ्नै नेपाल देश जस्तो लाग्ने रहेछ। अनि राजालाई हाम्रो सुदीप भाइलाई कस्तो लाग्छ? मलाई अँ एकदम नरमाइलो लाग्यो। यो माथि सबै हुसु लागेर मलाई चाहिँ ए तिमीलाई चाहिँ नराम्रो लाग्यो किनकि आज हुस्सु भयो। आजको मौसम चाहिँ एकदमै शीतल चाहिँ थियो तर धुम्म भएर बादल लागेर हुस्सु लागेर आजको दृश्य अलिकति राम्रो क्लियर आएन। ट्याक्सी बाटो तर हामी फेरि नेक्स्ट टाइम मौका मिलिए खण्डमा आउनेछौँ र यहाँको भरपुर तरिकाले यहाँको दृश्यलाई हामी हेर्नेछौँ। ट्याक्सी चढ्नेमा आएको राम्रो भयो ट्याक्सी चढ्ने रहेछ यार। अझै कोही जाँदैछ हेरौँ त गाइस उफिन्छ क्या अहिले भर्खर छिर्या हो नि त मान्छे त्यो कुदिएर उनीहरू छिर्या हो क्या कस्तो यहाँ थियो केटाहरू कुदेर छिर्या हो। अनि यसले लाने यता हो नि त होइन क्या यस्तो हो नि त हामी उताबाट आयौँ होइन अब जाँदाखेरि योबाट यता जान्छ क्या यसरी कुरो त्यस्तो होइन र राजा पाल्ली होस् वाह ल अब तपाईँहरूलाई होइन मेरो अनुहार देखाउँदाखेरि मेरो अनुहार देखाएर भिडियो बनाउँदाखेरि हेर्नु न है अब अरूको चाक हेरेर भ्युज पर्छ कि हेर्नु तपाईँहरूलाई फ्री छ यो चाक हेर्नु तपाईँलाई फ्री छ तपाईँलाई गाली गर्न पाइँदैन अरूको चाक देखायो भनेर होइन ज्ञानो यो भाइ बहिनीहरू भर्खर 15-16 वर्षको होला अहिले रातको 9 बजे लठारिएर हात बाँधेर हिँडिरहेछ। त्यसको बुवा आमालाई भनिदिनु पऱ्यो माया कसम त्यसको यो काइना भएको तिख्रामा बाँसको लोहोरोले स्वाट दिनुपर्छ त्यो चाल पाउँछ त्यस पछाडि अनि राति अरूको छोरालाई हात समाएर हिँड्न त्यसका लागि हुन आफू चाहिँ बुढो भइसक्यो आफू चाहिँ जोडी नबनाउने अनि अरूको जोडीलाई हेरेर कुरा काट्ने डाहा गर्ने बानी चाहिँ राम्रो होइन खासमा होइन तर पनि के गर्नु त हो मान्छेको मन न हो होइन अब देखेपछि डा लागिहाल्दो रहेछ यसरी उनीहरू अघि मस्किँदै होइन अनि हाँसले जस्तो कम्मर मरक मस्किँदै हिँड्दाखेरि त अनि नि हौ लै मन त धुरु रुँदो रहेछ तर के गर्ने अब रुएर पनि नहुने रहेछ यार हाँस्दा पनि जिन्दगी के हाँस्नु गाह्रो छ यार आफूलाई। ए भोटेरो बाजो के गर्नु त यार यताबाट ठाडोमा एउटा ट्याक्सी आएछ अनि उताबाट गाडी आएछ एउटा अनि बिचमा चुम्मा चाटी भएछ झन् ठोकेछ अनि यो ठाडो बाटो अनि यो राधा ट्याक्सी ठाडो जानु सक्दैन ब्याग त्यो नि ठाडो बाटो आएको त्यो नि तलतिर झर्न नसक्ने अनि यसलाई यता आउन नमान्ने चुप लागेर यता आएको भए जाँठा हुन्थ्यो नि बात छस् अब यो आयो बसमा आयो बसमा बल्ल कुरा मिल्यो बस जान्छ हेरौँ यो जानुपर्ने हो हेर्दाखेरि यिनीहरू सबै चल्ने हो चढौँ अब यो गाडी चढेर जाने हो हामी चढौँ ए नबोल होइन भनिदिनुपर्छ नि झगडा गर्नु खोजिरहेको 그러시면 내가 경찰 부를게요. ट्याक्सीवाला 아저씨 지금 업무방해예요 이거. 네, 업무방해예요. 예? 갈게요. 자꾸 이러시면 진짜 불러요. 내가 전화합니다. 그럼 명예훼손이고 업무방해예요. 증인들도 많아요. 계속 계셔보세요. 싸우지 마세요. 괜찮아요. 아니 지금 신고할 테니까 계속 있어요. 아 도망가지 말고 있어요. 겁납니까? 예? 아, 예, 경찰이죠. 여기 1번 여기에 지금 버스를 막고 지금 버스를 버스 막고 지금 버스 막고 있는 차를 나가다가 केही नै भनेको थिएन त्यसले भनिदिनुपर्छ कोही न कोही मिलाउने भएन भने त हान गरिहाल्छ गरेन कोरियनहरू गरेन 마을버스 이렇게인데